हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। आज हामी हेर्न जाँदैछौँ चुनावी मिम्स। अस्तिको पालि चाहिँ रिस नहलाको मिम्स हेरेको थियौँ होइन, आज चाहिँ हामी चुनावी मिम्स हेर्छौँ पर्वत बस्नेतको च्यानलबाट है त। सो सुरु गरौँ। के भइरहेछ चुनावी आइरहेछ। बालनले यहाँ 100% जित्यो। म नेपाली काङ्ग्रेसको, तर म यसपालि सूर्यमा हाल्दैछु। किन भन्नु, म सूर्य हराउने पक्षमा। केपीले हार्नुपर्छ तर होइन, भोट हाल्छु लसपताइदिन्छु। मैले जहाँ मत हाल्यो त्यो हारेको छ। ओलीले त झन् देश विकास गरे भन्छ। कहाँ के विकास गर्यो ओलीले? गरे हैनन्। 76 जना अस्ति मार्यो पर्जन्यले। ओलीले मारे हो त? ओलीले त प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ। लिन्न भन्नुभयो। लिन्न भयो जनताले हाल्नु पर्यो बुढीले। सही हो। दुधको दुध पानीको पानी हुन्छ। दुधको दुध पानीको पानी एमाले र माओवादी त सखाप। काङ्ग्रेस हो पनि 10-15 सिट आउँछ। 10-15 सिट मात्रै मात्र याद अरू के आउने। सही हो यार, यो पालिको कता हो यस्तो घन्टी हुन्छ है बच्चा पुरै। ओ माय गॉड, गडिया देशमा जाने हैन? हरेमा नजाने। किन? काङ्ग्रेस अनि कस्तोमा जाने रे? निलोमा जाने रे। गुड। क्षेत्र नम्बर 5 मा चाहिँ बारेले हार्यो भने मत परिवर्तन भएन, नेता नफेर्ने जनता। सही हो गाइज, म पनि झापा 5 कै हो। जितिसके बालेनले। प्लेन टिकट काट्ने विदेश चल्दिहाल्ने। सबैजना तर्सिरहेछन् कि ओली भन्ने बित्तिकै। किन बालन भन्दैन त? बालन अब इबकलाई हेर्नु पर्यो। केपीको पैसा खाने बालनलाई सबै यस्तै भनिरहेछन् कि योपालि। तारामा हो भाइ, तारामा। यहाँ घन्टी त यहाँको मान्छे हैन त, ताराको स्थानीय मान्छे। घन्टीमा हो करेक्ट, तुम्हारी हमारी दोस्ती जमेगी। घन्टी त भोटेर काठमाडौँ हैन, सोभियतको केन्द्रीय अध्यक्ष हो फेरि। मार्यो 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 मलाई मार्यो। ओलीले भत्ता दियो, बुढाबुढीको बुद्धि खोइ। ओलीका बाउको घर बेचेर दिएको होइन हामीलाई भत्ता। हाम्रा छोराछोरीले रिमिटेन्स पठाएको पैसा हो। अनि योभन्दा अगाडि चाहिँ कसलाई मतदान गर्नुहुन्थ्यो भन्न मिल्छ? म त सबैलाई गर्थेँ। ओलीले धनी पूर्जा दिन्छु भनेर खप्पै पारेको छु। अब आयो भने जुत्ताको माला लाउँछु म। धनी पूर्जै दिन्छु भनेर रहेछ नि त। ओ माई गॉड। कम्पनी म चाहिँ घन्टी गर्दै हल्ला गर्दै हिँड्थेँ, तर दिन त सूर्यलाई पनि दिने हो। त्यो मधेस कहाँको आउँछ तर हामीले 1-2 दिन झलाउँछ, तर सट्टा हिँड्छ। काठमाडौँ छोड्दैन। उसले हेर्नु पर्यो भने पनि उसले जनकपुर हेर्छ, हामीलाई हेर्दैन। हेर्ने भनेको केपी बानी हुन्। मलाई भोट त दिनु होला हजुर। म घर दैलो गर्दै आएको छु। ला ए यो रियल हो। ओ माई गॉड। कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन, तर बाख्रो ब्याएन भने पोको कुटो चाहिँ पाइन्छ। कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन, तर बाख्रो ब्याएन भने पोको कुटो चाहिँ पाइन्छ। मेरो चुनाव चिन्ह चाहिँ हेर्नु है ल। अरे हाम्रो बाटो पनि हेर्नु है। चुनाव चिन्हमा त हेरेर हुँदैन। यो बाटो हाम्रो हालत खराब छ। आम्मामामा खडा 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 खतरा। यो यहाँ भिडियो फेरि यस्तो फनी लाग्छ मलाई। अर्को 10 वटा 5 वर्ष काम गर्नु। अध्यक्ष ज्यू
छन्तेल ए केशव तेलजी के हो यो हाम्रा गालामा थप्पड हान्नु मन लाग्यो होला है लो भोट त घन्टीमै दिने बाध्यता लगायो चुनाव चिन्ह मतदान गरौँ एमालेलाई विजयी बनाऊ अरे लो कुकुरहरूले सुध बुझिसकेछ गाइज मान्छेहरू त बुझ्नै पर्यो नि होइन त्यस्तो धेरै तामझाम केही देखिँदैन मान्छेलाई चुनावमा धेरै खर्च गरेको देखिन्छ हजुरमा यति धेरै सरलपन छ यो के कारणले गर्दा होला पैसा नभएर कस्तो सिधा मान्छे हो के ओ भाइ गॉड यो कार्यक्रममा केपी शर्मा ओली आउनु भयो रहेछ हामीहरू साथी चाहिँ यहाँनिर घन्टी बजाइदिइरहेको छ एक एक मान्छे सबैलाई प्रब्लम छ कि म ज्याङलीको बाउ हुँ म ज्याङलीको हजुरबाउ हुँ जेन्जीको हजुरबाउ सही हो हजुरबाउ यस्तो भनेर केही नगरिकन ला 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 के भन्नु हजुर अब म त शेरबहादुर पार्टी परि अल्पमतमा पर्नु पर्ने हजुर म शेरबहादुर भने फेरि तपाईँले नेपाली काङ्ग्रेस शेरबहादुर सम्झिनु भयो होला म एकदम स्वतन्त्र शेरवादी यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरबहादुर हामी सबैजना शेरबहादुर अहिले चाहिँ म घन्टीमा भोट हाल्छु किन घन्टीमा भोट हाल्छु अहिले चाहिँ किन त किन मेरा छोराहरू विदेशबाट पनि मलाई घन्टीमै हाल भने घन्टीमै हाल्नु घन्टीमा हाल्छु घन्टीमा हाल्ने हो घन्टी बजाउने घन्टी बजाउने हो 5 वर्षमा पल्टाउने हो एउटालाई बेरेर अर्कालाई पल्टाउने हो सही हो अहिले चाहिँ घन्टी यो पल्ट ठ्याक्कै भन्नुहोस् बा सरकार कसको भन्छ ट्याक्कै भन्नुहोस् सरकार घन्टीको आउँछ आउँछ बाले नि यो पल्टलाई देश विकास गर्दैन ढाका यस्ता युवाले नभए त्यो बुढो आँखा जाली लगाएर गरेर सुत्ने विकास गर्छ ओ माय गॉड कडा हो कडा यसपालि भोट घन्टीमा मात्रै हाल्ने घन्टीमा मात्रै हाल्नु नेपालमा रह्यो त्यो त अब आमा जति बेच्दिया बहिनी जति बेच्दिया अब देउता खान बाजा बाजा थियो त्यो जोगाउनु परेन घन्टीमा हाल्नु परेन गर्नु सरलाई 4 मा खसी र बाख्रा 16 र केही पनि छैन अरे अनि त्यहाँको किसानहरूले चाहिँ अहिले चाहिँ बाख्रालाई र खसीलाई चाहिँ घाँटीमा घन्टी बाँधे कस्तो सबै नेपाली एक भएको घन्टीमा जाने हो मासु भात चाहिँ अर्कै ओ खानी हो भाइ घन्टीमा जिन्दाबाद घन्टीमा मेरो भोट चाहिँ घन्टी सबमा ऋषि धमला जिताउ अभियानमा बिचरा ऋषि धमलाज्यूको त यार सुरुमा त 6 भोट आयो त्यसपछि 4 भोट आयो त्यसपछि 6 आयो त्यसपछि 10 आयो पछि मलाई कस्तो नराम्रो लागेर पछि फेरि आफै हेरेको थिएँ 500 समथिङ चाहिँ आएको थियो है एनिवे भोट केमा काकु भोट सूर्यमा हो खोइ झन्डा पनि झन्डा हाल्यो नि एकपल्ट ल अनि हिजोसम्म त माटो बन्दै थियो कसले जाँड खाएको मासु भात खायो हिजोसम्म माटो हामीले एकचोटि यो घन्टीलाई मात्रै भनेर मात्रै हामी तपाईँहरूलाई मात्रै आउनु दिएको यो र्याली हजुर हजुर विदेशी दलाल दोस्रो लुकेर होइन भेट्नु भयो त बालीलाई भेट्न त भेटिनौँ तर नजिकबाट देख्यौँ बालेन चाको लागि जे पनि गरेर कलेज बन्द गरेर आएको म मेरो खराब दाइ सूर्य सर पसलमा सुधा अब यस्तो गर्न थालेपछि सक्छ कसैले सक्छ 50,000 भन्दा बढी ल्याइसक्यो केपी शर्मा ओलीको समर्थन गरिरहेको छ भने डल्लै मलाई एक्लै त्यसैलाई भोट हाल्छु त मरे नै
जसले भोट हाल्छ त्यस्तोले हाल्छ घन्टी रडङ रङ 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 पार्ने हो हिँड्ने हो हिँड्ने हो ज्यान माराको त अब काम छैन नि छैन, यहाँ छैन। नेपाल। ए जोसुकै होस् नि नानीहरू मार्ने को हो? को हो त्यही हो को अहिलेसम्म थाहा छैन को हो। आफ्नै मान्छेहरू गाउँका छ्या छिमेकी इष्टमित्र कुलकुटुमा नर नातो यत्रदेखि देखेका यत्रदेखि देखाएको नाङ्गै हिँड्थे बेइज्जत नगर्नु उम्मेदवार हौ भिडियोहरू आउँछ फेसबुकतिर भिडियो आउँछ आउँछ भिडियोमा देख्नै भयो होला म कहिले कहिले बौलाउँछु महावीर पुलको अनुहार हेर्न चाहनेले यहाँ छ यहाँ छ अनि जस्तै बालेन शाह त यो ठाउँको मान्छे नै होइन उहाँले कसरी यो ठाउँलाई विकास गर्न सक्छन् त नेपालको त हो नि भाइ ओ माय गॉड मेरो काँडै उम्रियो भोटकेमा रुखमा रक्सी मासु मुखमा सही पनि एमाले मै पनि एमाले अब फेरि अर्को नयाँ घन्टी भने अर्को लौरो भने हल्लायो भने अब आफ्नै लौरो हल्लाउनै बस्ने देश भनन् भनन् देश What is that? सबैको तोरीको फुल देखाइरहेका छन् ओके कसरी देखायो भन्दा हाम्रा कमजोरी छ त्यसैले देखायो कसले जित्छ त मलाई सरकार चाहिँ परिवर्तन चाहने व्यक्ति म हुँ मेरो भोट परिवर्तन हो म आजको दिनसम्म एमाले हो मेरो बाबुबाजे एमाले हो सबै हामी एमाले हो नि तर म परिवर्तन चाहन्छु यसपालि केपी शर्मा ओली हुनुहुन्छ उहाँले राजगैरीको आफ्नो क्षेत्रमा विकास गर्नुहुन्छ त्यो बालेन कहाँको त्यो आएर यहाँ विकास गर्छ हामीलाई झापा जिल्ला विकास गर्ने व्यक्ति चाहिएको होइन सुन्नु हामीलाई देश विकास गर्ने मान्छे चाहिएको हो कि होइन केपीले आफ्नो ठाउँ बनाउने हो भनेदेखि तपाईँको प्रचण्डले आफ्नो ठाउँ बनाउने हो भने शेर्पाले आफ्नो ठाउँ गर्ने नेपालको अस्तित्व खोइ तर ऊ ठाउँमा नआएर एउटा गढमा आएर उसले हात हाल्नु भनेको हामी लाग्दैन म चाहिँ भन्छु अरू के छ म लाग्दैन मेरो मत यसपालि सही ठाउँमा जान्छ सो गाइज यति नै थियो एकदमै मजा आयो एकदमै रमाइलो भयो होइन कस्तो दामी दामी कि अझ गाउँ गाउँमा बुढापाकाहरू सबैले बालेन बालेन घन्टी घन्टी भनेर चाहिँ ओली नदिने भनेर चाहिँ कस्तो सबैजना एकता के फेरि एकदमै रमाइलो भयो यो मिम हेरेर होइन अब नेक्स्ट भिडियोमा भेटौँला है त ओके बालेनले जितिसक्यो जित्न चाहिँ होइन आफ्टर बालेन विन पछि बनाएको है मैले भिडियो ओके बाई बाई सी यु इन द नेक्स्ट भिडियो सब्सक्राइब गर्नु नबिर्सिनु होला है त्यहाँ